सम्पूर्ण दर्शक महानुभावहरूलाई कोअपरेटिभ न्युज इन्फर्मेसन म्यानेजमेन्ट च्यानलमा स्वागत गर्न चाहन्छु साथी। म हरि राहुल। म आज एउटा नयाँ भिडियो लिएर आएको छु। तपाईँले टपिकबाट पनि थाहा पाइसक्नु भयो होला हैन। मैले आज एउटा नयाँ चाहिँ योभन्दा अगाडि चाहिँ मैले साल्पा विकास ब्याङ्कको चाहिँ वैदेशिक रोजगारमा गएको व्यक्तिको लागि चाहिँ आइपिओ सम्बन्धी जानकारी लिएर आएको थिएँ हैन। आइपिओ सम्बन्धी जानकारी लिएर आएको थिएँ। यसमा चाहिँ कस्तो छ भन्दाखेरि अहिले आइपिओ सम्बन्धी जानकारी लिएर आएको थिएँ। आज म विशेष चाहिँ यो साल्पा विकास ब्याङ्कले चाहिँ यो भन्दा अगाडि चाहिँ यसले चाहिँ वैदेशिक रोजगारमा गएको व्यक्ति हैन, अनि वैदेशिक रोजगारमा गएको व्यक्तिको लागि चाहिँ आइपिओ निष्कासन गरिसकेको छ। अनि निष्कासन गरेर यसले बाँडफाँड पनि गरिसक्यो। वैदेशिक रोजगारमा गएको व्यक्तिको लागि यसले चाहिँ बाँडफाँड पनि गरिसक्यो। अनि यसको लागि यसले चाहिँ कम्पनीको चाहिँ खास सामान्य चाहिँ कम्पनीको जारी पुँजी हेर्नुहुन्छ भने यसको चाहिँ जारी पुँजी चाहिँ 52,23,88,000 रुपैयाँको 33% हुन आउने, तपाईँको चाहिँ 17,23,88,000 रुपैयाँ बराबरको चाहिँ 17,23,880 किता चाहिँ यसले अनुमति पाएको थियो हैन। अनि यसमा चाहिँ वैदेशिक रोजगार सामूहिक लगानी कोषको लागि यसले चाहिँ आइपिओ निष्कासन गरेर बाँडफाँड पनि गरिसक्यो। त्यसपश्चात चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि कर्मचारीको लागि पनि यसले चाहिँ कर्मचारीको लागि 26,119 किता सेयर अनि कर्मचारीलाई को लागि सुरक्षित गरेको छन्। अरू बाँकी चाहिँ 14,39,17,900 रुपैयाँ बराबरको 100 का दरले चाहिँ यसले चाहिँ 14,39,171 किता चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि कुराको छ। अब यसमा के छ भन्दाखेरि यो साल्पा विकास ब्याङ्कको चाहिँ तपाईँको 2082 पुसको 16 गते तपाईँ हामी सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्दैछ हैन। अब यसको इपिएस कति छ, नेटवर्क कति छ हैन, त्यो विषयमा चाहिँ यसमा चाहिँ नाफा घाटा जस्तो आइपिओ भर्दा तपाईँलाई नाफा या घाटा के हुन्छ, भर्ने कि नभर्ने भनेर पनि विशेष जानकारी दिन्छु। अनि कति जति प्रफिट गेन गर्न सकिन्छ यसमा भनेर पनि मैले तपाईँलाई जानकारी गराउँछु। योभन्दा अगाडि मैले पनि आइपिओ सम्बन्धी धेरै भिडियोहरू पनि बनाएको छु। अब धेरै भिडियो चाहिँ मैले चाहिँ लगभग धेरै कुराहरू एनालाइसिस गरेर गराइएको छ। यसलाई चाहिँ विशेष तपाईहरुलाई चाहिँ अझ सहज हुन्छ भनेर मैले चाहिँ फरक तरिकाले यो भिडियो बनाएको छु है त। ल आज यसमा कस्तो छ कम्पनीको चाहिँ, अब यसमा हेर्नुहुन्छ भने कम्पनीको नेटवर्क चाहिँ हेर्नुहुन्छ भने 80-81 को अडिट रिपोर्ट अनुसार यसलाई हामीले फिस्कल इयरको डाटा अनुसार चाहिँ अडिटिङ रिपोर्ट अनुसार वास्तविक अडिट रिपोर्ट अनुसार 80-81 को डाटामा चाहिँ कम्पनीको 101 रुपैयाँ 20 पैसा रहेको थियो, 101 रुपैयाँ 20 पैसा रहेको थियो। यसको इपिएस चाहिँ 0.09 रहेको थियो। यो पनि 80-81 को डाटामा यो इपिएस चाहिँ वास्तविक रहेको छ 0.09 80-81 को डाटा। अनि कम्पनीले चाहिँ पार भ्यालु 100 मा अघि नै थोरै चर्चा गरियो हैन। पार भ्यालु 100 मा भनेको एक किता भर्दा अङ्कित मूल्य, हामीले चाहिँ अङ्कित मूल्य भन्छौँ, पार भ्यालु फेस भ्यालु भन्ने एउटै कुरा हो हैन। कम्पनीले एक किता भर्नलाई 100 लाग्यो हैन, 10 किता भर्नलाई 1000 लाग्छ, सिआसमा 4-5 रुपैयाँ लाग्छ, त्यसरी हुन्छ। अनि अब यसमा चाहिँ कम्पनी एक किता भर्नलाई कम्पनीमा एक जस्तो के रहेछ कम्पनीको वित्तीय विवरण हेर्दा चाहिँ हामीलाई एक किता भर्दा 1 रुपैयाँ 2 पैसा चाहिँ प्रफिट हुने रहेछ। भनेको कम्पनीको आइपिओ भर्दा चाहिँ प्रफिट हुने देखिन्छ, यहाँ देखियो हैन। अब हामीले एक किता त भरिदैन, 10 किता भइन्छ। सामान्यतया 10 किता भर्दा पनि कम्पनीमा आइपिओ भर्दाखेरि नै तपाईलाई 12 रुपैयाँ प्रफिटै भएको देखिने रहेछ है, घाटा चाहिँ देखिन्न। आइपिओ भर्दाखेरि कोहीको आइपिओ नेटवर्क चाहिँ कमजोर हुँदा आइपिओ भर्दाखेरि नै घाटा छ भने यसको चाहिँ आइपिओ चाहिँ नेटवर्क स्ट्रङ भएको हुनाले अरू सामान्य कम्पनी भन्दा 10 किता भर्दा पनि तपाईलाई चाहिँ 12 रुपैयाँ प्रफिट हुने देखिन्छ। यो कम्पनीको आइपिओ भर्दा घाटा छैन भने क्लियर भयो हैन। अब यसमा चाहिँ के छ भन्दाखेरि अब यसमा बुझ्न पर्ने कुरा के छ भने यदि तपाईहरुलाई परेर सेकेन्डरी मार्केटमा चाहिँ यो लिस्टिङ हुँदा के हुन्छ भन्दाखेरि यो कम्पनीको चाहिँ नेटवर्कको 3 गुणा भनेको 101 रुपैयाँ 20 पैसा छ, त्यसको 3 गुणा भनेको 303 रुपैयाँ 6 पैसा हुन्छ हैन। अब यो के हुन्छ नेप्सेमा लिस्टिङ भएर यदि तपाईहरुलाई पर्यो बाँडफाँड पश्चात तपाईहरुलाई पर्यो भने यो कारोबार कसरी हुन्छ भन्दाखेरि नेप्सेमा 101 रुपैयाँ 20 पैसादेखि 101 रुपैयाँ 20 पैसादेखि 101 रुपैयाँ 20 पैसादेखि 303 रुपैयाँ 6 पैसासम्म कारोबार हुन्छ भनेको। जस्तै के बुझ्नु पर्यो भन्दा पहिलो कारोबार चाहिँ 101 रुपैयाँ 20 देखि पनि सुरु हुन सक्छ हैन। 101 रुपैयाँ 20 यो छ नि, यो 101 रुपैयाँ
20 पैसाबाट पनि सुरु हुन्छ अथवा 303 रुपैयाँ पहिलो कारोबार है पहिलो कारोबार 303 रुपैयाँ 6 पैसासम्म पहिलो कारोबार पनि हुनसक्छ त योभन्दा बढी चाहिँ हुँदैन है योभन्दा बढी पहिलो कारोबार चाहिँ 90 रुपैयाँ 95 100 पनि हुँदैन 101 भन्दा बढी हुनसक्छ अथवा 101 रुपैयाँ 20 पैसाभन्दा बढी हुनसक्छ 101 रुपैयाँ 20 पैसाभन्दा बढी पनि हुनसक्छ र बढीमा म्याक्सिमममा चाहिँ 303 रुपैयाँ 6 पैसाभन्दा बढी हुन्न जस्तै 305 रुपैयाँ हुन्न पहिलो कारोबार है त्यसपछि बढ्दै जाने कुरा छुट्टै हो होइन त्यस्तो हुन्छ त्यही भएर तपाईँले यसरी बुझ्नु पर्यो यो बिचमा रहेर कारोबार हुन्छ अब यसमा चाहिँ योभन्दा अगाडि पनि मैले चाहिँ भिडियोहरू बनाउँदा धेरै कुराहरू मैले तपाईँलाई चाहिँ भनेको छु होइन यसमा धेरै कुराहरू विचार कसरी बेच्ने कसरी चाहिँ तपाईँले ख्याल गर्ने कसरी प्रफिट गेन गर्ने भन्ने विषयमा पनि मैले पहिलाको भिडियोमा पनि भन्छ यसमा पनि के छ भन्दा म आफूले चाहिँ यो भिडियो एजुकेसन पर्पजको लागि बनाएको एनालाइसिस बनाएको भिडियो छ होइन यसमा चाहिँ विशेषतः के छ भन्दा म आफूले चाहिँ एनालाइसिस गर्दै कम्पनीको चाहिँ यो चाहिँ लगभग मैले आफूले आँकडा गर्दा यो 800 देखि 900 रुपैयाँ भनौँ 800 देखि 900 भनेको 800 देखि 900 सम्म पुग्छ भने मैले आफूले एनालाइसिस गरेको छु होइन अब 800 देखि 900 पुग्यो भने यो भनेको 8000 देखि 9000 हुन्छ होइन 8000 देखि 9000 हुन्छ यो बिचमा 8000 देखि 9000 होइन 9000 हुन्छ पुग्दा तपाईँलाई चाहिँ यसमा थोरै प्रफिट भर्दा आइपिओ भर्दा घाटा लागेन प्रफिट हुन्छ कति म्याक्सिमम प्रफिट गर्ने तपाईँको कुरा भयो तर म आफूले चाहिँ एनालाइसिस गर्दा यो चाहिँ कम्पनीको यो चाहिँ लगभग मैले भनेका भिडियोमा चाहिँ पछिल्लो भिडियोहरू हेर्नुभयो भने प्रायः जसो भिडियो मिल्दोजुल्दो नै छ मैले चाहिँ त्यस्तो चाहिँ अब हुन त नेप्से चाहिँ के हुन्छ भन्दाखेरि ठ्याक्कै चाहिँ गणना त गर्न सकिन्न यति पुग्छ भने तैपनि म आफूले धेरै कुराहरू यो चाहिँ मार्केट हेर्दा चाहिँ मार्केट रेस अनि सबै कुरा चाहिँ एनालाइसिस गर्दा चाहिँ अनि चाहिँ मैले आफूले अलिकति चाहिँ लगभग यो चाहिँ पहिला पछिल्ला भिडियोहरूमा पनि मैले आफूले भनेको छु धेरै कुराहरू म्याचिङ खाएको छ तर पनि तपाईँले मैले चाहिँ भन्छु भनेको हुन्छ नि यति पुग्दा यसरी गर्नु यसको पनि के छ भन्दाखेरि तपाईँले जबसम्म तपाईँले मैले जहिले पनि के भनेको भन्दा गार्डियन माईको लाइफको इन्सुरेन्सको पनि 800 मा साथीहरूले प्रति किता बेच्नुभयो होइन 8000 जति इन्कम भयो 10 किताको दरले 20-22 हजार पनि पुग्यो त्यही भएर आत्तिन भयो मैले जहिले पनि के भन्ने गरेको छु भन्दाखेरि तपाईँहरूलाई यो चाहिँ तपाईँले चाहिँ प्रफिट त हुन्छ यसबाट होइन प्रफिट भर्दाखेरि नै 12-15 रुपैयाँ प्रफिटै छ 12 रुपैयाँ होइन त्यही भएर के छ भन्दाखेरि तपाईँले आत्तिएर नबेच्नु होला होइन मैले जहिले पनि भन्ने कुरा के छ भन्दाखेरि आत्तिएर चाहिँ नबेच्नु होला आत्तिएर बेच्ने भनेको कस्तो भन्दाखेरि आत्तिएर कहिले पनि नबेच्नु होला आत्तिएर किन बेच्नुहुन्न भन्दाखेरि तपाईँले अनि आत्तिएर नबेच्नु अब जस्तै मैले यहाँ के भन्छु भन्दा तपाईँलाई यसमा चाहिँ तपाईँको जस्तै मान्नुहोस् तपाईँले 500 मा बेच्नुभयो आत्तिएर जस्तै प्रफिट 500 मा बेच्नुभयो भने 1000 तपाईँको लगानी 1005 तपाईँलाई 4000 प्रफिट भयो तर चाहिँ यो पुग्ने थियो 8000 होइन 8000 पुग्ने थियो नि त 8000 भनेको 800 हो 800 भनेको 8000 भयो अनि 1000 तपाईँको लगानी 7000 प्रफिट त्यही भएर आत्तिएर चाहिँ नबेच्नु भन्नु खोजेको त्यसकारण के हुन्छ जबसम्म के हुन्छ भन्दाखेरि यो बढ्दै जान्छ होइन कहिले एकै दिनमा पनि तलमाथि हुन्छ कहिले 2-4 दिन 1 हप्ता पनि लाग्न सक्छ कहिले 4-5 दिन पनि लाग्न सक्छ त्यसकारण एकै दिनमा 4-5 दिनमा घन्टौँमा केही समयमा पनि तलमाथि हुन्छ मार्केटमा त्यो हेर्न पर्यो तपाईँको टिएमएसमा देखाउँछ जबसम्म बायर र सेलरको बराबर किन्ने र बेच्नेको बराबर पुग्दैन जबसम्म सेलरको प्रेसर हुँदैन र मार्केट सेलरको प्रेसर हुँदैन पिक आउट जबसम्म रेट पिक आउटमा पुग्दैन त्योसम्म चाहिँ तपाईँहरूले नबेच्नु होला यदि बाहिर आउट भएर साथीहरूले प्रफिट गेन गर्ने साथीहरूले बाहिर निस्किन्छु भन्नुहुन्छ भने त्यो गर्नु अब 10 किता परे पनि 10 किता मात्रै भएको हुनाले बेचेर बाहिर आउँदा पनि असाध्यै राम्रो हुन्छ अरू कम्पनीको किन्दा पनि अरू कम्पनीको चाहिँ थोरै जस्तै तपाईँको चाहिँ अरू कम्पनी 8-10 हजार आयो भने अरू कम्पनीको मान्नुहोस् 8-10 आयो अरू सस्तो कम्पनीको पनि किन्न पाइन्छ अलिक धेरै किता हुन्छ त्यसकारण तपाईँले बेचेर बाहिर आउँदा पनि राम्रै हुन्छ केही फरक पर्दैन तर चाहिँ अब यो लङ टर्म 10 किता भएको हुनाले थोरै किताबाट बोनस आए पनि यो चाहिँ अलिकति बढ्दै जान्न होइन तपाईँले चाहिँ अब 8-10 2-4 वर्षको लागि त्यत्तिकै चाहिँ छोडेर राखेको हुन्छ भने थोरै बढ्दै जान्छ प्रोग्रेसन त डिभिडेन्ड हुँदै जान्छ तर अहिले तत्कालको लागि चाहिँ 2-4 वर्षको लागि पनि अब त्यति राख्नुहुन्छ नबेचेर पनि त घाटै त लाग्ने होइन आइपिओबाट प्रफिट हुन्छ तर चाहिँ तपाईँले म्याक्सिमम प्रफिट गरेर अरू कम्पनीको पनि किन्न सकिन्छ यसबाट बाहिर निस्केर पनि अरू किन्ने जस्तै तपाईँले चाहिँ अलि लामो समयले राख्छु भन्दा पनि ठिक छ तर चाहिँ मैले के भनेको छु पिक आउटसम्म नपुग्दासम्म
नआउँदासम्म बायर सेलरको बराबर नआउँदासम्म जबसम्म चाहिँ प्रेसर हुन्न सेलरको तोसम्म नबेच्नु होला। अनि पिक आरमा बढ्दै बढ्दै जान्छ नातेर चाहिँ एकैचोटि बेच्नु होला। 400 मा त्यसरी बेच्ने काम चाहिँ नगर्नु। मैले यो भिडियो चाहिँ खालि तपाईँहरूलाई भन्छु यो विषयमा ख्याल गरिदिनु होला। कति चाहिँ किन भन्दाखेरि यो आइबिओबाट चाहिँ तपाईँले के हुन्छ आइबिओ बेच्न पनि जान्दैन भने पनि के हुन्छ भन्दाखेरि प्रफिट म्याक्सिमम गेन गर्न सकिन्न, नाफा गर्न सकिन्न। अब आइपिओ पऱ्यो भने के गर्नुहुन्छ तपाईँले 400 बेच्नुभयो 4000 भयो। अब यो यस्तो भिडियो मैले चाहिँ यो कुराहरू पटक पटक भनेको हुन्छु, तपाईँलाई विशेष ख्याल गर्नु होला है साथीहरूले। अनि मैले भनिसकेँ यो चाहिँ 8 देखि 900 पुग्छ भनेर मैले आफूले चाहिँ एजुकेसन पर्पज लागि भनेको छु होइन। आफूले एनालाइसिस गरेर त्यसरी चाहिँ ख्याल गर्नुलाई भन्छु। र आज यो चाहिँ यसरी उस गर्नु होला तपाईँले, मैले भनिसकेँ। अनि यसमा चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि यसले चाहिँ 14,39,179 किता चाहिँ तपाईँ हामी सर्वसाधारणको लागि खुलाउँदैछ। 2082 पुसको 16बाट सुरु हुन्छ, पुसको 20सम्म चाहिँ भर्नु होला। यो पनि के हुन्छ अब ओभर सब्सक्राइबर हुन्छ तपाईँले चाहिँ 20 गते भित्रै भर्नु होला होइन। अनि यसलाई चाहिँ केयर नेपाल इस्यो रेटिङ चाहिँ बी इस्यो रेटिङ प्रदान गरेको छ भनेको कम्पनीले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता चाहिँ उच्च जोखिम छ भनेर भनेको छ। अनि यो आइपिओ सम्बन्धी खुलाउने यसको काम चाहिँ बिक्री प्रबन्धनमा चाहिँ मुक्तिनाथ क्यापिटल रहेको छ। ल थ्याङ्क यू। ल आजलाई चाहिँ साथीहरू यो साल्पा विकास ब्याङ्कको सर्वसाधारणहरूलाई आइपिओ सम्बन्धी जानकारी सम्बन्धी भिडियो तपाईँलाई कस्तो लाग्यो। आगामी दिनमा पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू बनाउने छु भन्दा आजको यो भिडियोबाट बिदा हुनुभन्दा अगाडि अब यो च्यानललाई चाहिँ यदि तपाईँले लाइक गर्नुभएको छैन भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला, साथीहरूमा सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। अनि यसलाई चाहिँ विषयलाई चाहिँ भिडियोलाई चाहिँ विशेष ख्याल गरेर तपाईँले चाहिँ साथीहरू इष्टमित्रहरूलाई पनि सेयर गरिदिनु भन्दा आगामी दिनमा पनि यस्तै भिडियो बनाउने छु भन्दा यो भिडियोबाट बिदा हुन्छु। नमस्ते।